हेलो गुड मर्निङ वेलकम टु माई मिनी ब्लग। अनि आज पनि म चाहिँ घाँस काट्नको लागि भनेर नाम्लो र आँसी लिएर हिँडिसकेको छु। हुन त अब सबै काम सकेर नै म चाहिँ घाँस काट्न भनेर हिँडेको। अनि सन्चै के गर्दै हुनुहुन्छ तपाईँहरू? चाहिँ सन्चै आरामै हुनुहुन्छ होला, आई होप। अनि आजको हाम्रोतिर चाहिँ अझै पनि चिसो छ हो साथीहरू। अनि किन भन्दा अब चैत लागे पनि पानी परिरहेको भएर हाम्रोतिर चाहिँ चिसो छ अझै पनि हैन। अनि सो यता चाहिँ लास्टै टिटाइरहेछ हो साथीहरू, यस्तो चिसो छ। अब यो एरियामा घाम नै लागेको छैन, भर्खर त्यतातिर घाम देखिरहेछ। अनि अझै पनि यहाँ त धुरी यस्तो हिउँ पर्छ हो साथीहरू, यसरी हिउँ परिरहेछ। अझै पनि हिउँ पर्दैछ हो हाम्रोतिर त धुरीमा। त्यही भएर नि यस्तो चिसो हुन्छ कि पानी पर्यो भने नि अब गर्मी पलाउने बेला भइसक्यो र पनि एकदमै चिसो नै छ। अझै पनि जाडो भइरहेछ, कहिले सकिन्छ हो साथीहरू यो जाडो। अनि तपाईँकोतिर चाहिँ कतिको छ हो गर्मी अनि जाडो कतिको छ, प्लिज कमेन्ट गर्नुहोस् ल। कतिको जाडो भइरहेछ तपाईँकोतिर अनि कतिको गर्मी हुन्छ। अब म चाहिँ जहिले पनि प्रायः जङ्गलतिरै हुन्छु, किन भन्दा अब घाँसहरू काटिराख्नुपर्छ। अनि त्यही भएको भएर पनि सो घाँस काट्नको लागि जङ्गलतिर हिँड्दैछु।